आदरणीय मित्रहरू नमस्कार है। नमस्कार। यो संसारमा धेरै किसिमको मान्छेहरू हुन्छन् हैन। ती मध्येमा दुई किसिमको मान्छेहरूको कुरा गर्न गइरहेको छु हैन। कुनै मान्छे यस्तो मान्छे हुन्छ हैन, त्यो मान्छे चाहिँ अब बलियोको पक्षमा लागेर चाहिँ हैन, निर्बलियो हैन, निर्दोष मान्छेहरूलाई चाहिँ अत्याचार गर्दा खुसी हुने हैन। त्यो बलियो मान्छेलाई यताबाट हान उताबाट हान, यसो गर यसो गरा भनेर अझै त्यो बलियो मान्छेलाई साथ दिने मान्छे हुन्छ हैन। अर्को मान्छे हुन्छ चाहिँ हैन, अन्यायमा परेको निर्दोष मान्छेहरूलाई चाहिँ साथ दिनुपर्छ। बलियो मान्छेलाई तैँले गलत काम गर्दैछस् है, निर्दोषलाई नपिट हैन, निर्दोष पनि बाँच्न पाउनुपर्छ, उसले पनि न्याय पाउनुपर्छ भन्छ हैन। म चाहिँ हो त्यो निर्दोषलाई चाहिँ न्याय पाउनुपर्छ, त बलियो भएर चाहिँ निर्दोषलाई हेप्नु हुँदैन, पिट्नु हुँदैन भन्ने पक्षमा उभिने मान्छे है। हिजोको दिनहरूदेखि नै म चाहिँ हैन, निर्दोष मान्छेहरूको पक्षमा उभिने हैन। यदि केही गर्न नसके पनि हैन, म भित्रभित्रै निर्दोष मान्छेले कुदाइ खाँदा, निर्दोष मान्छे हेपिँदाखेरि चाहिँ म भित्रभित्रै बाहिर आवाज निकाल्न नसके नि भित्रभित्रै रुने त्यो मान्छे हो के। म बलियोको पक्षमा लाग्दिनँ र सत्यको पक्षमा लाग्छु। त्यस्तै भइरहेको छ आजभोलि चाहिँ हैन। बलियो पक्षको विरोध नगर हैन, तँले अपमान झेल्नु पर्छ, गाली गलोज आइरहेछ भनेर सम्झाउने मान्छेहरू धेरै छन् हैन। तर म कमजोर छु हैन, म चाहिँ थोरै छु, मैले गाली खाइरहेको छु भनेर चाहिँ म त्यो बलियो मान्छेको चाहिँ गलत कुराहरूको समर्थन गर्न सक्दिनँ। म चाहिँ हैन, त्यो निर्दोष हैन, अल्पसङ्ख्यक र त्यो चाहिँ हेपाइमा परेको मान्छेतिर उभ्याउन चाहन्छु हैन। म सत्यको पक्षमा उभ्याउन चाहन्छु। आदरणीय मेरो आफन्त प्रियजनहरूले चाहिँ यो कुराहरू चाहिँ बुझिदिनुस् है। म चाहिँ हैन, बलियो मान्छेतिर लागेर निर्दोष र लाचार मान्छेहरूलाई हेप्न चाहन्न है। हस्त नमस्ते, धन्यवाद।